राधे राधे हेलो एन्ड वेलकम छ सबैजनालाई मेरो सेकेन्ड ब्लगमा र म चाहिँ यहाँ रेडी भएर जान आँट्दैछु भागवत महापुराणमा र हामी सबै साथीहरू मिलेर यहाँ जान आँटेको छौँ। रेडी भएर निस्क्यौँ र अब तपाईँहरू हेर्नु होला यहाँ हाम्रो फोटो सेसन हुँदैछ टमटममा र यसरी नै हाँसी मजाक गर्दा गर्दै हामी भागवत महापुराणमा पुग्यौँ र पुग्ने बित्तिकै हामीले हात खुट्टा धोयौँ ओर्यौँ र टिकाहरू लगायौँ। टिका लगाएको बाद हामीहरूलाई बुनुले राधा राधा लेखेको खदा दिन र हामी भित्र पुराण सुन्न पस्यौँ र एकछिन बादै साथीहरू हुन आँट्नु भएको रहेछ र रेडी गरिदिउँ उनीहरूलाई। एकछिन पछि हामी निस्क्यौँ र उता प्रसाद दिँदै हुँदो रहेछ र सबैजनाले हामीले प्रसाद लियौँ र प्रसाद खाएर हामी निस्केको बाद हामी एकछिन पुराण सुन्नेको बाद यहाँ कृष्णजी पधार्नु भयो र हामीले एकछिन भजन कीर्तन गऱ्यौँ र त्यसको साथै गोपिनीहरू आएर यहाँ रास रचाउन थाल्नु भयो र हामीलाई उपभोग गऱ्यौँ र यहाँ चाहिँ आरतीको टाइम भयो र आरती खत्म भयो। अब चाहिँ हामी प्रसाद लिन जाँदैछौँ। मलाई अब हामीले आफूले प्रसाद लियौँ र तनले मेरो मोबाइल लिएर भिडियो गर्न थालेन त र म चाहिँ यतातिर प्रसाद बाँड्न थालेँ र लागबत्ती पनि बहुत राम्ररी सजाएको थियो तर हामीले हेर्न पाएनौँ, घर आउने बेला भइरहेको थियो। हेर्नुहोस् गाइस खाना पाएर गर्दै गर्दाखेरि हाम्रो घर जाने टाइम पनि भइसक्यो र यता हेर्नु दुईजना निस्किसके र अब टमटममा बस्दाखेरि त आइज म आइज भन्न थाले यिनीहरूले र अब पुराणलाई बाई बाई दिएर हामी चाहिँ लाग्यौँ। यो चाहिँ हो हाम्रो घर जाने बाटो र हेर्नु होला गाइज बाटो चाहिँ कस्तो के छ र आजको दिन यसरी नै पार भयो रमाइलो हाँसी मजा गर्दा गर्दै र घर पनि आइपुग्यो अब र के कस्तो लाग्यो होला कमेन्ट गरिदिनु होला। राधे राधे।